हेलो साथीहरु नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो अर्को एउटा नयाँ ब्लगमा। आजको छुट्टी पनि हामी चाहिँ घुम्न जानको लागि निक्लिसकेको छौं। सो साथीहरु अगाडि निक्लिसकेको छ। सो अब निक्लिँदै छौं मजाले। अब हैन आजको हाम्रो बसाइ भनेको चाहिँ हाम्रो टार्गेट भनेको चाहिँ बुर्ज खलिफा अनि त्यसपछि हाम्रो जान पर्ने ठ्याक्कै ठाउँ भनेको चाहिँ एउटा बुर्ज खलिफा अनि अर्को दुबई मल अनि भनेको चाहिँ देहरा दुबई। तीनवटा ठाउँ छ। यो तीनवटा ठाउँ मध्ये एउटा ठाउँ चाहिँ हामी जान्छ हैन। अब जाउँ पहिला बरु बस चढौँ। कहाँ जाने प्लान हुन्छ त्यहीँ गएपछि फेरि अर्को भिडियो आउँछ। सो साथीहरु चाहिँ त्यहीँबाट हिँड्दैछ अगाडि अनि म चाहिँ भिडियो बनाउँदै हिँड्छु। त्यसपछि फेरि अर्को भिडियो आउँछ ढ्याङ्ग लाएर है त। चाहिँ अब बसको लागि भन्दा नि ट्याक्सीको लागि अब यहाँ ट्याक्सी रोक्नु पर्ला। अब ट्याक्सीमा चढेर चाहिँ जाने हो। ट्याक्सी कतिखेर पाउँछ थाहा छैन। हाम पनि डेन्जर लागिरहेको छ हैन। आशा पनि राम्रोसँग हेर्न सकिरहेको छैन। अब ट्याक्सी क्या जब हम जाएंगे ना मेट्रो पे, मेट्रो में 20 दिरहम से नीचे नहीं पड़ेगा। 20 दिरहम डालना पड़ेगा कम से कम। हाँ 20 दिरहम कम से कम 20 दिरहम डालना। चलो देख लेंगे। नचाहिएको बेला चाहिँ ट्याक्सी यति धेरै पाउँछ। अनि चाहिएर यत्रो कुरिरहेको छ ट्याक्सी चाहिँ आएको छैन क्या। नचाहिएको बेला चाहिँ टिट हरेन लाउँछ। अहिले हाम्रो ट्याक्सी चाहिरहेको छ एउटा पनि ट्याक्सी आएन। सो हामी ट्याक्सीमा चढिसकेको छौँ टक्क लाएर हैन। अब मेट्रो स्टेसनमा जाने त हामी। सो हामी ट्याक्सीबाट पनि झरिसकेको छौँ। ट्याक्सी अब हाम्रो मेट्रो स्टेसन चाहिँ अगाडिपट्टि छ। अगाडिपट्टि हामी चाहिँ अब मेट्रो चढ्नुपर्ने हुन्छ। एक दो दिरहम ज्यादा लिए वहाँ से यहाँ तक सीधा यहाँ पे भी उतारते ना। यहाँ पे भी आधा दिरहम पहुँचाना है। वहाँ से वहाँ तक आधा दिरहम। भाई मैंने तो अभी तक नहीं डलवाया यार। कैसे डलाएंगे क्या कार में पैसे? ए रह्यो मिस यो चाहिँ हाम्रो कार्डमा हाल्ने मिसिन रहेछ हैन। थाहा छैन कसरी हाल्ने हो। यसले हाल्दैछ हेरौँ। यसमा हालेको छैन। कार टॉपअप 20 दिरहम से नीचे नहीं चलेंगे। डाल्दै 50 दिरहम डालूंगा। 20 दिरहम। सो गाइस हामी चाहिँ मेट्रो स्टेसनमा आइपुगिसकेको छौँ। मेट्रो स्टेसनमा मेट्रो वेट गर्दैछौँ। हाम्रो मेट्रो चाहिँ आएको छैन। त्यसै वेट गरिरहेको छौँ। आज फर्स्ट टाइम मैं मेट्रो में चढ़ा है भाई लोग। बढ़िया सा एक्सपीरियंस हुआ। 4-5 साल हो गए फिर भी मैंने ना 4-5 साल हो गए फिर भी मैंने अभी तक मेट्रो नहीं चढ़ा है। क्योंकि अबू धाबी में मेट्रो है ही नहीं। पता है मेट्रो है ही नहीं। और हम खाली बस पब्लिक बस में जाने आने का काम करता है। अभी बुर्ज खलीफा जाने दाई तो पहली बार बैठा। मैं तो बैठा हूँ। इंडिया में था तब बैठा था। ये भी बैठा होगा। हाँ। तो बैठा था ना इंडिया में नहीं बैठा। मैं यहाँ पे आके बैठा। हाँ तो तू भी यहाँ पे आके बैठा। चलो मैं तो इंडिया में बैठ चुका। एक्सपीरियंस हो गया ना कुछ तो। एक्सपीरियंस था बाबा। चलो कार्ड निकालो। यो रह्यो दुबई मल हैन। हेर्नुहोस् तपाईँ हेर्न सक्नुहुन्छ बबालसँग कस्तो दामी झुम्मर। मान्छेहरू हिँडिरहेको छ। सपिङ गर्ने मान्छेहरू सपिङ गरिरहेको छ। पिक्चर भिडियो बनाउनेहरू गरिरहेको छ हैन। बढिया छ एकदम झुम्मर हालेर दामी बनाएको छ। सारी जगह मॉल लिखा हुआ। हामी चाहिँ वाटरफल खोज्दै हिँडेको। कता हो वाटरफल। अब यत्रो मल छ यत्रो भित्र चाहिँ कहाँ हो थाहा छैन। त्यही खोज्दै हिँड्दैछौँ। अवश्य भेटौँला हैन। कसैलाई सोध्नु पर्दा कोही पनि देख्दैन हो। देख्न त यति धेरै मान्छे छ तर सोध्ने लाइकको मान्छे पनि देखिरहेको छैन। कसलाई सोधौँ। वाउ कति ठुलो यो के हो। यति ठुलो आम्मामा हेर्नु सक्नुहुन्छ हैन। यत्रो ठुल्ठुलो यो के हो यो झिङ्गा। के हो यो स्पाइडर ओ माई गॉड। यो चाहिँ हामी चाहिँ अघि दिबाट यही खोज्दै थियौँ क्या। तर यो चाहिँ तल रहेछ। हामी चाहिँ माथि अब यो माथिको फ्लोरमा छ। अब तल गएर खिच्ने हो हामी। साथीहरू हेरिरहेको छ। तल गएर चाहिँ खिच्छौँ अब हामी भिडियो चाहिँ हैन। अहिले चाहिँ हामीले यहाँबाट हेरिरहेको छौँ।
यहाँ चाहिँ फोटो भिडियो गर्नको लागि चाहिँ लाइनमा बस्नु पर्दो रहेछ होइन हामी चाहिँ लाइनमा बसिरहेको छौँ यो चाहिँ फोटो खिच्नको लागि र हामी लाइनमा बसिरहेको छौँ पहिला चाहिँ राम्रो राम्रो मान्छेहरूलाई टाइम दिनुपर्छ अनि त्यसपछि हाम्रो खानु लेट इज अलवेज फर्स्ट यो चाहिँ होइन वाटरफल दुवै मलको अन्दरभित्र भएको होइन यो वाटरफलमा चाहिँ अब हाम्रो फोटो सेसन चलिरहेको छ मजाले साथीहरूले फोटो खिचिरहेको छ यो यिनीहरू चाहिँ यस्तोसँग आइरहेको झरिरहेको छ माथिबाट तर असँग आइपुग्यो होइन तल फोटोसोटो खिचेर चाहिँ हामीले फ्रेममा चाहिँ फोटोसोटो खिचेर हामी झरिसकेको छौँ अब हामी यहाँबाटको नेक्स्ट प्लान भनेको चाहिँ बुर्ज खलिफा आज भनेको चाहिँ यसै सरल हिँड्ने मात्र हो होइन पछि फेरि मजाले आउँछौँ तर आज चाहिँ हामी यसो घुम्ने र बाटो साटो चिन्ने अनि आउने ठाउँ कहाँबाट के हो भन्ने कुरा चिन्नको लागि मात्र हो विशेष गरी भोलि राम्रोसँग घुम्नको लागि चाहिँ फेरि आउनेछौँ यो हेर्न सक्नुहुन्छ मौसम बुर्ज खलिफाको हेर्नुहोस् यो रह्यो बिल्डिङ माथिसम्म आकाशलाई छोइरहेको छ है यसले यो साइडको वरिपरिको यो रह्यो दुबई महल हामी भर्खर यही भित्रबाट पसेर निक्लेको हौँ होइन यो रह्यो अर्को एउटा बिल्डिङ पनि यति ठुलो छ ओ भाई भाई यार मेरे को पकड़ हाथ में पकड़ के घूम यार कहीं मैं गुम नहीं हो जाऊँ गुम नहीं होता मतलब गुम हो जा सकता है ना तो बोल रहा हूँ थोड़ा हाथ पकड़ के चलो अबे यार भयंकर इसकी आँख त यार बुर्ज खलिफा घुमेर पनि आइसकेको छौँ अब चाहिँ होइन एउटा हाम्रो साथी पछि पछि छ अब यहाँबाट हाम्रो अब हम किधर जाएंगे दुबई म्यूजियम 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 जा रहा है अभी हम म्यूजियम जा रहे हैं म्यूजियम किस साइड से जाना है चलो 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 मैं दिखाता हूँ ये भाई को पता म्यूजियम के बारे में मेरे को कुछ पता नहीं मेरे को क्या पता है मैं तो मलाई फोटो खिच्ने मन थियो कि होइन तर हामीलाई यति धेरै बिजी भएको कारणले फोटो खिच्न पाएन नेक्स्ट टाइम आउँदाखेरि चाहिँ खिचौँ ल आजलाई त्यस्तै भयो सो गाइज हामीले चाहिँ दुबई मल पनि मजाले घुम्यो होइन अनि त्यसपछि चाहिँ बुर्ज खलिफा पनि हल्का दुई चारवटा फोटोसोटो खिच्यो अलिअलि भिडियो सिडियो पनि बनाइयो अनि त्यसपछि अब चाहिँ रिटर्न टु ट्रेन सायद अब हामी रुममा जान्छौँ होला आजको दिन यस्तै भयो बवाल भयो रमाइलो भयो होइन सो गाइज आज दिन रमाइलो भयो होइन सो अब चाहिँ हामीले सबै ठाउँ घुमि भइसक्यो नाउ वी आर गोइङ टु ब्याक टु रूम क्या कर रहा है भाइ वी आर गोइङ टु ब्याक टु रूम लेट्स सी आजको भिडियो हेरेर नबिर्सिनु होला होइन ऐसा नै थियो यार हामीले चाहिँ बुर्ज खलिफा दुबई मल दुइटै घुमेर चाहिँ अब ब्याक टु रूम सो आजको दिन पनि रमाइलो भयो केटाहरूसँगको बसाइ मोबाइल रमाइलो भयो अब चाहिँ हेरौँ के हुन्छ